दर्शकबिन नमस्कार। आर्थिक बजारमा भइरहेका समसामयिक विषयमा बहस गर्ने कार्यक्रम क्यापिटल टकमा स्वागत छ। दर्शकबिन आज हामीले नेपालको अहिलेको आर्थिक गतिविधि र अहिले व्यवसायी उद्योगीहरू बीचमा छाएको एक किसिमको तरङ्ग जुन संविधान र नेपालको राजनीतिक कारणले आएको छ, यस विषयमा बहस गर्न हाम्रो स्टुडियोमा एकजना अतिथिलाई निम्ताएका छौँ र उहाँ हुनुहुन्छ सुरेन्द्र बिल मालाकार र उहाँ चाहिँ नेपाल चेम्बर अफ कमर्सको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। धन्यवाद। अहिले हामीले यो उद्योगी व्यवसायहरूको मुद्दा चाहिँ अलिकति ओझेलमा परेको जस्तो महसुस गरिरहेका छौँ। तपाईँले कस्तो महसुस गर्नुभएको छ? पक्कै पनि हामीले त्यो महसुस गरेको अवस्था छ। केही दिन अगाडि हामी निजी क्षेत्रका व्यवसाय नेताहरूसँग बसेर यो विषयको गम्भीरतालाई चाहिँ महसुस गरेर हाम्रो विषय कसरी उजागर गर्ने हो र संविधानमा कसरी लेखिने हो त्यो विषयमा गम्भीर भएर सोच्न आवश्यक छ। त्यसपछि हाम्रो ध्यान आकर्षण गराउनु जिम्मेवारी हाम्रो रहन्छ भन्ने कुरालाई चाहिँ हामी सबै निजी क्षेत्रका व्यवसायहरू एक टिका भएका छौँ विषयमा र हामीले आजैको दिनमा कार्यक्रमलाई बृहत रूपमा जाने तय गरेका थियौँ। तर आजको बन्दको कारणबाट त्यो कार्यक्रमलाई हामी केही पछि सार्नु बाध्य भएका छौँ अहिले। तर वास्तविक रूपमा राज्यको पुनर्संरचना अहिलेको संविधानमा जुन कुराहरू जसरी लेखिनेको कुराहरू छन् यो हतारोमा आउँदाखेरि सबै कुराहरू आफ्नो संविधान आउने अवस्थामा चाहिँ कहीँ अप्ठ्यारो परिस्थिति चाहिँ निजी क्षेत्रले नबनाओस्, संकुचन नबनाओस् र सम्पत्तिको हक र अधिकारमाथि संविधानमा आफ्नो धारणा स्पष्ट होस् भन्ने हाम्रो मान्यता त्यहाँ रहेको छ। जहाँसम्म लाग्छ कुनै पनि अधिग्रहण गर्ने अवस्थामा राज्यले कुनै पनि जग्गा सम्पत्तिमा अधिग्रहण गर्ने अवस्थामा त्यसले उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने मान्यता हाम्रो निजी क्षेत्रको रहेको छ। जहाँ राज्यले आवश्यक पर्ने कुनै पनि कुरा प्राप्त गर्ने अवस्थामा हामीले पनि दिँदैनौँ भन्ने कुरा अवस्था आउँदैन। तर पनि त्यो दिने अवस्थामा चाहिँ हाम्रो पनि अधिकारमाथि सुरक्षित बनाउनु पर्छ भन्ने माध्यम बनाउनुपर्छ, संविधानबाट त्यो अधिकार प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। तर जहाँसम्म लाग्छ अहिले यो जुन जातीय कुराहरू आइरहेछ, सङ्घर्षका कुराहरू अहिले भनौँ सङ्घीय संरचनाका कुराहरू आइरहेको छ, यसले कहीँ अप्ठ्यारो परिस्थिति सिर्जना गरेको होइन कि भन्ने एउटा आशंका सिर्जना भएको अवस्था छ। किनभने राज्य संरचनामा अहिले जुन किसिमको समस्याहरू देखिरहेको छ त्यसले विशेष गरिकन निजी क्षेत्रलाई निकै चिन्ताको विषय बनेको छ। किनभने संविधान आउने क्रममा फेरि देशमा शान्ति सुरक्षा खलल पुग्ने त्यस्ता क्रियाकलाप नहोस् जनजातीयताको कुराले गर्दाखेरि होइन यो कुराहरू चाहिँ राज्य सञ्चालकहरू या राज्यको जिम्मेवारी बोकेका अरू राजनीतिक संगठनहरू चाहिँ बढी अब यसमा उहाँको ध्यान केन्द्रित गर्न हामी आवश्यक ठानेका छौँ। यसमा जस्तो अब तपाईँहरू व्यवसायी उद्योगीहरू एक भएर आफ्नो माग राख्नुभयो भने पो सरकारले अरू सम्बन्धित पार्टीहरूले पनि सुन्लान् होइन। अब अहिले व्यवसायहरू पनि फुटेको अवस्था छ अथवा चाहिँ विभिन्न टुक्रामा विभाजित भएर गएको अवस्था छ भन्ने बजारी विश्लेषण छ नि त। यो कुरा मैले तपाईँले भनेको कुरा मैले बुझेको कुरा जुन वास्तविक रूपमा त्यो स्थिति अलिकति विभिन्न छ निजी क्षेत्र आपसी सम्बन्धमा। त्यसलाई चाहिँ अब जब समस्या आइपर्छ व्यवसायहरू एकजुट पक्कै पनि हुन्छन्। किनभनेदेखि विगतको इतिहासले पनि त्यही चित्रण गरिदिएको छ। जब व्यवसाय समस्याप्रति सम्पूर्ण व्यवसाय मात्रै होइन कि मुलुकभरका सम्पूर्ण नागरिकहरूले हामीले सहयोग गर्छन्। त्यो जुन एउटा राज्यको अर्थतन्त्र बिग्रियो भनेदेखि त्यहाँ कुनै चिज पनि रहन सक्दैन। त्यसै कारण त्यसलाई सुदृढ बनाउने कुरामा त्यसलाई समिश्रित गर्ने कुरामा चाहिँ सम्पूर्ण नेपाली नागरिकहरूले त्यसमा सहयोग गर्छ भन्ने हामीलाई लागेको छ। जहाँसम्म लाग्छ आपसी टुटफुटको कुराहरू छन्, त्यो विषयको विवादित कुराहरू छन्, केही व्यक्तिगत विवादका कुराहरू त्यसलाई सुल्झाउनुप्रति हामी आफै पनि प्रयत्नशील छौँ। जुन कुराहरूले हामीले केही समय अगाडि बसेको सामूहिक यो छलफल कार्यक्रममा जुन कुराहरूलाई चाहिँ हामी उजागर गऱ्यौँ त्यसबाट पनि स्पष्ट भइसकेको छ कि व्यवसायमा कुनै किसिमको फुट छैन। अहिले व्यवसायिक बद्धता छ र व्यवसायले भोलिको कुनै किसिमको आज जुन किसिमको आन्दोलनहरू भइरहेको छ विभिन्न जनजातिको नाउँमा भोलि व्यवसायिक हकको लागि चाहिँ आफ्नो अधिकार सुरक्षित समेत गर्ने कुरामा चाहिँ हामी पनि सडकमा नआउला भन्न सक्दैनौँ। किनभनेदेखि हामीले यो किसिमको प्रवृत्ति डोरियो राजनीतिक भित्रचित्रबाट हामीले चाहिँ फेरि अप्ठ्यारो पार्ने परिस्थिति भयो भनेदेखि सडकबाट नै हामी सब कुराहरू प्राप्त गर्ने हामी पनि विवश हुन्छौँ सायद। अब अहिले व्यवसायहरूले भनिहाल्नु यहाँले आन्दोलन गर्न सक्ने अवस्था चाहिँ आउन सक्छ, सडकमा उत्रिने अवस्था आउन सक्छ भन्नुभयो। तर अहिले हेर्ने हो भने राजनीतिक मुद्दामै केन्द्रित छ मुलुक, सबैजना त्यसमा केन्द्रित छन्। अब सरकारले एकातिर लगानी वर्ष घोषणा गरेको छ, अब एकातिर लगानी बोर्ड पनि गठन गरिसकेको छ।
अब यो व्यवसायिक आफ्नो गतिविधि नेपालमा लगानी प्रबन्धन गर्ने विदेशबाट चाहिँ एफडीआई ल्याउने कुरामा केन्द्रित छ अहिले आपसी समन्वयको कमी छ यहाँनिर जहाँसम्म राज्यले दिनुपर्ने कतिपय कुराहरू चाहिँ दिन नसकिरहेको अवस्था छ जस्तै सुधारका कुराहरूलाई हामीले अगाडि सार्यौँ होइन कतिपय नियम र कानुनलाई चाहिँ परिमार्जित गर्नुपर्छ संशोधन गर्नुपर्छ र कार्यविधिलाई चाहिँ एउटा बढी स्वतन्त्र ढङ्गबाट अगाडि बढ्ने एउटा उत्साहित बनाउने एउटा वातावरण सृजना गर्नुपर्छ भन्ने त्यो कुराहरू राज्यमा सम्पूर्ण भएको अवस्था छैन किनभनेदेखि व्यवस्थित संसदमा जुन किसिमको समस्याहरू हामी देखिरहेका छौँ कतिपय कानुन त्यसलाई ठन्किएको अवस्था छ अनि डब्ल्युसिओको सर्भिसलाई प्राप्त गरिसकेपछि कतिपय कानुनमा सुधार हुनुपर्ने कुराहरू थियो संशोधन हुनुपर्ने आवश्यकताहरू थियो त्यो हुन सकिरहेको छैन र राज्यले लिने नीति जसरी यो के भन्छ एक किसिमबाट जब आइपर्यो त्यहाँ पनि तातिहाल्ने त्यो कुराहरू नीतिले चाहिँ यहाँ लगानी आउन सक्ने सम्भावना चाहिँ त्यो देखिँदैन किनभनेदेखि जबसम्म लगानीको कुनै पनि ग्यारेन्टीहरूलाई चाहिँ सुनिश्चित गरेको हुँदैन तपाईँसँग कोही पनि लगानीकर्ताहरू उत्साही भएर लगानी गर्न आउने बाटो भन्ने पक्कै पनि छैन र कानुन त्रुटिको सन्दर्भमा यहाँ जति अब मन्त्रालय बिचको प्रतिस्पर्धा छ त्यो कुरा जबसम्म नहटाएसम्म एकद्वार नीतिबाट सम्पूर्ण कुराहरू प्राप्त भनेको छ लगानी वर्ष घोषणा गरिसक्यो एकद्वार नीतिबाट सब कुराहरू हामीले प्राप्त गर्न सक्छन् भन्ने कुराहरू आइरहेको अवस्था छ तर त्यो कानुनले त्यो कुराहरूलाई चाहिँ दिइरहेको हुन सक्दैन किनभनेदेखि कतिपय सवालहरूमा चाहिँ अब हामीले सरकार राज्यले दिन चाहे तापनि भोलि त्यो कुनै वर्गले त्यो विषयमा उहाँले असमय जनायो भने भोलि अदालत जान्छ अदालतको अवस्थामा चाहिँ अदालतको भैरानीमा हामी फेरि क्षेत्रमा जान सक्दैन किनभने त्यस कारण स्पष्ट ढङ्गबाट एउटा यस्तो वातावरण तयार गरिदिउँ कानुनी रूपमा हामीले सुरक्षित गर्ने संरक्षित गर्ने प्रबन्धन गर्ने कुरामा चाहिँ हामीले अगाडि लग्यो भनेदेखि लगानी वर्ष सफल नहुने भन्ने कुरै आउँदैन तब जब आउँछ जबकि राज्यले आफ्नो कार्यनीतिहरूमा स्पष्ट पारेको हुनुपर्छ आजको मितिलाई हेर्ने हो भने आजदेखि अब जेठ 14सम्मको तपाईँले क्यालेन्डर हेर्नुहुन्छ भने अरू क्यालेन्डर तपाईँले बन्द गरेर बन्दको क्यालेन्डर हेर्नुपर्ने अवस्था छ अब यसले चाहिँ लगानी वर्षलाई कतिको प्रभावित पार्छ यो त यो संस्कार छ नि उहाँले प्रतिबद्ध गरेको कुराहरूलाई सबै कुराहरू बिर्सिसक्नु भएको छ किनभनेदेखि हामीले यस्तो सबै राजनीतिक दलहरूलाई त्यो बेला जुन 26 राजनीतिक दलहरू थियो त्यो बेला सबै राजनीतिक दलका नेतृत्व वर्गलाई हामीले हस्ताक्षर गराएका थियौँ कि अबदेखि बन्द हडताल यो देशमा हुँदैन राजनीतिक नौबाट राजनीतिक मागको सन्दर्भमा चाहिँ हामी बन्द हडताल गर्दैनौँ भन्ने उहाँहरूको प्रतिबद्धता थियो त्यसो तोडिसकेको अवस्था छ उहाँले बिर्सिसकेको अवस्था छ अब यस्तै रहिरह्यो भनेदेखि यहाँ कुनै पनि लगानीकर्ताहरू स्वदेशी लगानीकर्ता उत्साहित भएको छैन भनेदेखि वैदेशिक लगानी ल्याएर यहाँ आफ्नो कार्य अगाडि बढाउने कुराहरू चाहिँ त्यो असम्भव प्राय नै हुन्छ त्यो कुराहरू जबसम्म राज्यले ग्यारेन्टी गर्दैन राज्य शक्तिले ग्यारेन्टी गर्दैन यहाँ लगानीको वातावरणलाई सुनिश्चित गर्ने एउटा आश्वस्त गराउने एउटा वातावरण तयार गर्दैन तबसम्म यहाँ उहाँले भनेका कुराहरूले चाहिँ विश्वासको आधारमा चाहिँ लगानी हुन सक्दैन अब अहिले जस्तो लगानी वर्ष घोषणा गरिरहँदाखेरि लगानी मन्त्री कानुन बनेन भनेर तपाईँहरू भनिरहनु भएको छ त्यसै गरी व्यवसायी मन्त्री संविधान आउँछ कि आउँदैन भन्ने मुद्दा एकातिर छ चेम्बरका पदाधिकारीहरू तपाईँकै साथीहरू एक्लाउन अमेरिका जानुभयो अब एफएनसीसीआईबाट पनि जाँदै हुनुहुन्छ व्यवसायीहरू अहिले विदेश घुम्ने बेला हो अथवा चाहिँ नेपालमा संविधानमा आफ्नो अधिकार चाहिँ स्थापित गर्ने बेला हो पक्कै पनि यो कुरा जायज प्रश्न उठाउनु भयो वास्तविक रूपमा अहिलेको समय महत्त्वपूर्ण समय घडी हो हाम्रो लागि क्षेत्रको लागि संविधान निर्माण हुने क्रममा छ अहिले र यो विषयको गम्भीरतालाई बुझेर चाहिँ अहिले विदेश भ्रमण गर्नु साथो आफ्नो हकलाई चाहिँ सुरक्षित बनाउने कसरी समितिले प्रबन्धन गराउने कुराहरूलाई चाहिँ त्यसले चाहिँ आफ्नो पक्षमा राख्ने जस्तै कि संघीय संरचनामा जाँदाखेरि अवस्थामा संविधानमा संघीय संरचना कुरा आइरहेको छ होइन संघीय प्राकृतिक स्रोतको त्यो उपयोगको बारेमा जुन किसिमको कुराहरू उठाइरहेको छ अहिले ती कुराहरूको निकल नगरिकन होइन हाम्रा साथीहरू विदेश भ्रमण जाने यो कार्य त्यति सन्तोषजनक मैले पनि लिएको छैन तर वास्तविक रूपमा के छ भनेदेखि व्यापार प्रबन्धन गर्ने कुरा सिलसिलामा चाहिँ हाम्रो आफ्नो देशभित्र एउटा वातावरण बनिसकेपछि अन्य व्यापार विस्तार गर्ने सन्दर्भमा चाहिँ त्यस्तो टोली बाहिर गइदिएको राम्रो हुन्थ्यो जस्तो लाग्छ अथवा संविधानमा चाहिँ अब लगभग सबै कुरा मिल्ने भयो अब चाहिँ लगानी भित्रै भनेर बाहिर जानुभयो हो कि होइन त्यो चाहिँ भनेको भने किनभने मैले पनि धेरै अनुभव गरेको छु यो विषयमा होइन र विदेशमा लगानीकर्ताहरूलाई हामीले सम्बोधन गर्ने क्रममा चाहिँ हामीले उहाँहरूलाई अनुरोध गर्ने अवस्थामा चाहिँ उहाँले सबैभन्दा कुरा के माग्छ भनेदेखि तपाईँहरू हाम्रो लगानीको ग्यारेन्टी लिनुहुन्छ कि हुन्न भन्ने कुराहरू प्रश्न तेर्साउनुहुन्छ त्यसपछि जब राज्यले हामीले त्यो दिइरहेको छैन भने हामीले उहाँले कसको आश्वस्त बनाउने सबैभन्दा मूल प्रश्न यहाँनिर छ त्यसै कारणले कुनै पनि भ्रमण दल अहिले बाहिर गएर कुनै किसिमको लगानी भित्राउन ल्याउँछु भन्ने कुराहरूलाई चाहिँ त्यति मात्रै म चाहिँ त्यो चाहिँ स्वीकार गर्ने पक्षमा चाहिँ छैन
अझ रमाइलो पक्ष त के भयो भने जो एक्जिबिसनमा जो बिजनेस प्रमोसनमा जान लाग्नु भएको उहाँहरूको भिसै लागेन अनि कार्य समिति मान्छेहरू जानुभयो भने चाहिँ के उपलब्धि हुन्छ? अमेरिका भ्रमण मात्रै हुन्छ अथवा चाहिँ त्यसले केही दिन्छ? यो आरोप त पक्कै पनि हो, किनभने अब भिसा एक्जिबिटरले भिसा पाएन भन्ने कुराहरू पनि त्यो सत्य कुरा हो त्यो कुराहरू। र एजुकेटिभहरूले अब जति सक्दो उहाँ चाहिँ अब छोटो इन्टरेक्सनबाट चाहिँ अब नेपालको लगानीलाई चाहिँ केही भेटाउन सकिन्छ भन्ने उद्देश्यबाट उहाँहरू जानुभएको हो। उपलब्धि त उहाँहरू फर्किसकेपछि मात्रै कहाँ के गर्नुभयो, कुन एक्जिबिसन गर्नुभयो होइन। जब एक्जिबिटर छैन भने एक्जिबिसन त त्यहाँ पक्कै पनि भएको छैन होला, पक्कै मैले मान्दिनँ त्यो कुरालाई चाहिँ। त्यसै कारणले जुन प्रमोसन कामहरू गर्नुभएको छ त्यो उद्देश्य उहाँहरू फर्किआइसकेपछि कति हासिल गर्नुभयो भनेदेखि मिडियाका साथीहरूले त्यो विषयमा चाहिँ गम्भीर चासोको रूपमा चाहिँ लिएर जानुभयो भनेदेखि पछिदेखि जस्ता कार्यक्रममा जाँदाखेरि निसर्ग व्यवसायहरू पनि अलिकति हिचकिचाउँथ्यो कि। जस्तो व्यवसायीको र व्यवसायी संस्था जुन जस्तो नेपाल चेम्बर अफ कमर्स छ, एफएनसिसिआई छ, सिएनआई छ, यस्ता संस्था र व्यवसायीको काम पक्कै पनि फरक हुन्छ। अहिले तपाईँले भन्दाखेरि त्यस्ता संस्थाहरूले गर्नुपर्ने काम 1, 2, 3 गरेर चाहिँ प्राथमिकताको आधारमा भन्दाखेरि के गर्नुपर्ने छ जरुरी? अहिले संविधान निर्माणको क्रममा छ। अहिले संविधानमाथि नै हामी निगरानी राख्नुपर्छ, किनभनेदेखि हाम्रो हक र अधिकार कसरी चाहिँ बनिरहेछ, कसरी लेख्न लागिरहेछ त्यो कुरामा हाम्रो ध्यान जान आवश्यक छ। र अन्य कुरा सरकारले लगानी वर्ष घोषणा गरेको छ, जसमा कानुनको जुन कुराहरू छ कानुनलाई चाहिँ परिमार्जित गर्नुपर्ने, संशोधन गर्नुपर्ने होइन, परिभाषित गर्नुपर्ने कुराहरू त्यो दोस्रो कुरा हो। तेस्रो कुरा के भनेदेखि ब्याङ्कमा जुन किसिमको अहिले किसिमको तरलताको व्याप्तता छ अहिले, र अहिले जुन देखिरहेछौँ हामीले ब्याज दर यति सबको ब्याज दरमा चाहिँ लगानी गर भनिरहेछ होइन। र लगानीकर्ताहरू जो साइड भएर अघि लगानी गर्ने पक्षमा छन् उनीहरूले पनि ब्याङ्कको ब्याज दरले गर्दाखेरि त्यहाँ चाहिँ हिचकिरहेको अवस्था छ। र हामीले के खोज्छौँ भनेदेखि अबको दिनहरूमा चाहिँ हामीले बरु त्यहाँ दाता राष्ट्रहरूसँग जति हामी खालि अनुदानमा लिने होइन कि त्यो अनुदानबाट सफ्ट लोनहरू ल्याउँ होइन, जसले ब्याङ्किङ क्षेत्रबाट त्यो प्रभाव गरौँ, जसले 4%, 5%को ब्याज दरमा चाहिँ त्यो पुँजीलाई परिचालन गर्न सक्यो या रोजगारी बढाउन सक्यो, उद्योग स्थापना गर्न सक्यो भने त्यो ठुलो हाम्रो लागि उपलब्धि हुनसक्छ, राष्ट्रको लागि पनि निजी क्षेत्रको लागि पनि। त्यो कुरामा चाहिँ हामी पछि परिरहेको जस्तो लाग्छ, मलाई जस्तो लाग्छ। र राज्यले पनि निजी क्षेत्रले ल्याएको कतिपय सवालहरूमा चाहिँ विश्वास गर्ने बाटो पनि सृजना गरिरहेको अवस्था छैन, किनभनेदेखि व्यवसाय बिचमा नै फरक मतको कुराहरू आइरहेछ होइन। आज त 3टा संस्था कुरा गर्नुभयो, 3टा संस्थाले आफ्नो क्षेत्रबाट गर्नुपर्ने आफ्नो कर्तव्य के हो त्यो बुझ्न आवश्यक छ, र कसरी अगाडि जाने, र सरकारले उठाएको कदमहरूमा चाहिँ सरकारको स्वागत मात्रै गर्ने हो कि त्यसको चाहिँ गरेको गल्तीहरूलाई पनि सच्याउने कुराहरू चाहिँ त्यहाँ लिएर जाने हो होइन। तपाईँ त अहिले अब नेपाल कुवेत चेम्बर अफ कमर्सको पनि अध्यक्ष हुनुहुन्छ र केही समय भनौँ न 1-2 दिनमा त्यहाँको हाई लेभल डेलिगेसन पनि नेपाल आउँदैछ, क्या के कुरा हुँदैछन्? होइन, हामीले खास बुझिकन यो डेलिगेसनसँग गर्ने कुराहरू चाहिँ नेपालमा लगानी कसरी उहाँहरूबाट, किन देशको दोस्रो विश्वको धनी राष्ट्र पनि भयो देश, त्यसको अलावा उहाँहरू तेलको आपूर्तिमा पनि उहाँहरूको जुन उत्पादन छ विश्वमा दोस्रो श्रेणी पर्न आउँछ। र त्यहाँको जुन कुराहरूले चाहिँ हामीले कसरी चाहिँ इन्ट्याक्ट गरेर नेपालभित्र त्यसलाई चाहिँ सदुपयोग गर्न सक्ने एउटा बाटो पनि सृजना गर्ने हो। र उहाँसँग हामीले जस्तै पर्यटन क्षेत्र, कृषि क्षेत्र र अन्य औद्योगिक क्षेत्रमा चाहिँ उहाँहरूको लगानीलाई चाहिँ कसरी विस्तार गर्ने त्यो विषयमा हाम्रो व्यापक परामर्श हुनेछ। नेपालको निजी क्षेत्रका व्यवसायी साथीहरूसँग पनि राखेर उहाँहरूलाई हामी धेरै परामर्श गर्ने अवस्थामा हामी छौँ अहिले। र मूल कुरा त हामीसँग अहिले भनेको लगानीको लागि सबभन्दा ठुलो कुरा पुँजीको कुरा आउँछ, जस्तै जसो क्षेत्रमा पुँजीको समस्याहरूले गर्दाखेरि लगानी गर्न नसकिरहेको अवस्था छ। र यो कुरालाई चाहिँ हामीले सफ्ट लोन ल्याएर त्यो चाहिँ सरल तरिकाबाट रिन्युएबल गराएर जसो क्षेत्रलाई चाहिँ अझ मजबुत गर्ने काममा चाहिँ यो डेलिगेसनलाई चाहिँ बढी हामी प्रभाव पार्ने अवस्थामा चाहिँ रहेका छौँ अहिले। छोटो प्रसङ्ग जस्तो व्यवसायहरू पछिल्लो समयमा एउटै बास्केटमा राखिएको छ भन त। अब केही व्यवसायहरूले गल्ती गरे होलान्, यो भ्याट छली, कर छली र नक्कली कम्पनी बनाएर चाहिँ कारोबार गर्ने यी खालको एक्टिभिटी बजारमा अहिले व्यवसाय भनासाथ त्यही हो कि भन्ने किसिम एउटा सिनोनिमस भएर आएको छ। तपाईँ के भन्नुहुन्छ यसमा? सबैले त्यो बास्केट डाल्न आवश्यक हुन्छ जस्तो लाग्दैन मलाई, किनभनेदेखि कोही खराब आचरणको व्यवसाय पनि नभएका होइनन्। सबै अहिले भन्ने हुनु पर्थ्यो के सुस्त वातावरणमा व्यवसाय गर्न सक्नु पर्यो उहाँहरूले होइन। त्यसको लागि के छ भनेदेखि राज्यको संकायहरू पनि त्यति नै सक्रिय हुनु पर्यो र नीतिहरू पनि त्यो स्पष्ट हुनु पर्यो।
तर खालि व्यवसायले मात्रै दोषारोपण गर्ने, व्यवसायले मात्रै गल्ती गरेको ठहराउने त्यस्तो किसिमको एकतन्त्रे कुराहरू चाहिँ यहाँ हुनु आवश्यक जस्तो लाग्दैन मलाई। जहाँसम्म जसले यस्ता गलत कार्य गरेको छ त्यो दण्डनीय हुनुपर्छ भन्ने मान्यतामा हामी पक्कै पनि अडिग छौँ। हामी सहयोग पनि गर्छौँ राज्यलाई होइन। तर पनि एकरो रूपमा व्यवसाय मात्रै गलत हो भन्ने जुन प्रवृत्तिको एउटा साँचो जनतालाई देखाउने गरेको छ त्यो चाहिँ अब कुनै दिन हामीले खोल्नुपर्ने अवस्था पनि आउँछ त्यो साँचो होइन। तालचा खोल्दाखेरि त्यहाँ छटाचुल्लो पनि हुनसक्छ कहाँ के छ भन्ने कुराहरू। त्यसै कारण यी कुराहरूलाई चाहिँ आपसी समन्वय गरेर दोषीलाई उसलाई दण्ड दिने त्यो कार्य हुनु आवश्यक जस्तो लाग्छ। सधैँभरि एउटै ब्यास्केटमा राखेर व्यवसाय चाहिँ आचरण खराब छ, यसले चाहिँ मिसावट गर्यो, यसले चोर राजस्व छली गर्यो भन्ने जुन कुराहरू छ नि सम्पूर्ण व्यवसायलाई त्यो दोषारोपण गर्नु चाहिँ त्यो न्यायशील होला सजिलो लाग्दैन मलाई। त्यो चाहिँ एउटा खराब इन्सिडेन्ट थियो, अब व्यवसायहरू राम्रो वेमा जाँदैछन्। त्यो त पक्कै पनि जान्छ किनभने व्यवसायहरूले चाहिँ त्यो कुरा सिस्टमले गभर्न गर्ने कुरा हो। किन राज्यको सिस्टममा कुनै किसिमको नकारात्मक कुराहरू छ भनेदेखि त्यसलाई चाहिँ ट्याग गर्ने चाहिँ अब व्यवसायहरू बढी किन व्यवसायको कुनै नाफामुखी नै हुन्छ पक्कै पनि होइन। तर एउटा राज्यलाई नटारिकन व्यवसाय गर्ने एउटा स्वस्थ वातावरण बनाउने भनेको राज्यको नियम कानुनलाई चाहिँ अझ स्पष्ट ढङ्गबाट परिभाषित गर्न सक्यो भनेदेखि त्यो नै ठुलो राज्यको लागि उपलब्धि हुन्छ र व्यवसायिक हकिको लागि पनि त्यो त्यति महत्त्वपूर्ण हुन्छ सर। हस्, धन्यवाद। हाम्रो स्टुडियोसम्म आइदिनु भयो र हाम्रो क्यापिटल टकलाई समय दिनुभयो र आफ्ना भनाइहरू राखिदिनु भयो, धेरै धेरै धन्यवाद। सबैलाई पनि धन्यवाद। र हिमाल टेलिभिजन परिवारप्रति पनि म किनभनेदेखि समय समयमा निषेधका भावनाहरूलाई चाहिँ यसरी नै बाहिर ल्याइदिने काममा तपाईँहरू पूर्ण सहयोग हुनेछ भन्ने मैले आशा पनि राखेको छु र भविष्यमा यस टेलिभिजनको म प्रगतिको कामना पनि गर्न चाहन्छु। दर्शकबिन, आज हामीले क्यापिटल टकमा निम्ति आएका थियौँ सुरेन्द्रवीर मालाकार, जो नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष हुनुहुन्छ, त्यसै गरी नेपाल कुवेत चेम्बर अफ कमर्सका अध्यक्ष पनि हुनुहुन्छ। आजलाई क्यापिटल टकको समय सकिएको छ, मलाई पनि बिदा दिनुहोस्। नमस्कार।